गुड मर्निङ गाइज, वेलकम टु माई ब्लग। अनि म चाहिँ हिजो युट्युब च्यानल खोलेको थिएँ। हिजोको चाहिँ अलि छोटो थियो कि भिडियो, अनि आज चाहिँ अब मैले पुरै दिनमा के गर्छु त्यो चाहिँ यहाँ सेयर गर्नेछु। अनि अहिले चाहिँ अब दुध लिन जान लाग्यो। बाहिर यस्तो चिसो छ, चिसो छ कि कस्तो हुस्सु लाग्यो। घाम पनि म यति देख्यो। दुध लिएर चाहिँ आइसकेँ। अनि तपाईँहरू चाहिँ बुडुलदेखि हुन्छ भने चाहिँ घाम नलागेको कति दिन भयो थाहा होला। अनि घाम लाग्न त लाग्छ महिनामा जम्मा 4-5 चोटि लाग्यो होला। त्यस्तै देखिन्छ सधैँ। चिसो यस्तै छ, केही देखिन्न। टु मच चिसो। सो गाइस, म चाहिँ उताबाट आइसकेँ। अनि आएर चाहिँ खाना खाएर अब यहाँ कलेजको नोट्सहरू लेख्न लाग्छु। अनि यति लेखेपछि चाहिँ हजुरहरूलाई भेट्छु क्या। हाम्रो फेरि कलेज को बिदा भएको एकदम धेरै भइसक्यो, 15-16 दिन भइसक्यो। अझै 5-6 दिन चाहिँ छ। यतिमा चाहिँ अब यो कम्प्लिट गर्छु भनेर लागेको। अझै यति यहाँ लेख्दैछु अलिअलि। यो लेखेपछि चाहिँ हजुरहरूलाई भेट्छु है त। म हेर्नु, मैले त्यो लेख्छु भनेर लेख्न थालेको। अनि ठ्याक्कै फेरि साथीले फोन गरेर अघिदेखि अहिलेसम्म 2 घन्टा चाहिँ साथीसँग बोलेँ। लेखेको भनेको यति हो, एक पेज पनि लेखेको छैन। अब झन् आजबाट चाहिँ लेख्छु भन्ने सोचिरहेको थिएँ। आज नि त्यस्तै भयो। अब चाहिँ यसो गेम खेल्छु, त्यसपछि चाहिँ फिक्स लेख्छु। गेम खेल्दा टाउको दुखेर अब चाहिँ बाहिर जानु कस्तो छ भ्यू। घाम लागेको क्या बाहिरबाट मस्त। ओ माई गॉड, आजकल चाहिँ घाम लाग्न लागा 2-3 दिन भयो। नभए अरू बेला त हुस्सु मात्र हुन्थ्यो। आज चाहिँ घाम पनि लागा। म तपाईँहरूलाई हाम्रो त्यो देखाउँछु, करेसाबारी। यो प्याज, त्यो लसुन, यो बन्दा, यो काउली, त्यो ब्रोकौली, यो चाहिँ आलु। गेममा भने चिकन डिनर, रियल लाइफमा भने चिउरा र दाल मटर नि चिया नास्ता। यस्तै छ। के गर्नु, के बोलौँ भनिरहेछ हौ सुरुमा त। सो गाइस, अब चाहिँ म एकदमै सिरियस भएर लेख्छु। यो यति चाहिँ लेखेँ। अब चाहिँ अलि झ्याउलाएर सही गाइस। अनि मलाई चाहिँ लेख्दा झ्याउलायो। अनि यसो छततिर आउँछु कि सनसेट भ्यू लेख्न, एकदमै बब्बाल देखिरहेको छ। म हजुरहरूलाई पनि देखाउँछु है त। टेडेङ 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 टेडेङ, देख्न सक्नुहुन्छ क्या बवाल। यस्तो दामी देखिन्छ क्या यहाँबाट सधैँ। अनि अब चाहिँ यो भ्लगलाई एन्ड गर्छु। खासै आज त केही पनि भएन कि एकदम नर्भस पनि भयो। के बनाऊँ भन्ने भयो। जे छ त्यही देखाइदिएँ आज चाहिँ। अनि अब अलि इम्प्रुभमेन्ट चाहिँ भयो जस्तो लाग्छ बिहान र अहिलेमा चाहिँ। अब पछि झन् हुँदै जान्छ। त्यसपछि कस्तो लाग्यो हजुरहरूलाई यो भ्लग कमेन्ट मार्फत भनिदिनु होला। मैले चाहिँ भ्लगहरू अब डेली 8 बजे चाहिँ अपलोड गर्छु बिहान। हेर्नु होला है त। आजलाई चाहिँ यति नै छ। बाई, थ्याङ्क यू सो मच फर वाचिङ।